हेलो, नमस्कार। म अधिवक्ता प्रीतम तामाङ। आजको यस भिडियोमा म यहाँहरू समक्ष तपाईँको पति अथवा पत्नीले तपाईँलाई जबरजस्ती सम्बन्ध विच्छेदको प्रस्ताव राख्दैमा तपाईँले सम्बन्ध विच्छेद दिनुपर्छ कि पर्दैन? के छ यसमा? तपाईँले सम्बन्ध विच्छेद नगर्ने भन्न पाउनुहुन्छ कि हुँदैन? यदि यस्तो अवस्था छ भने तपाईँले सम्बन्ध विच्छेद नगर्ने पनि भन्न पाउनुहुन्छ। र यदि सम्बन्ध विच्छेदको लागि तपाईँको सहमति छैन भने अदालतबाट सजिलो तरिकाले सम्बन्ध विच्छेद पनि हुँदैन। फर एक्जाम्पल, कस्तो अवस्था हुन सक्छ भने तपाईँको श्रीमानको अन्य महिलासँग अफेयर रहेको हुन सक्छ, अन्य महिलासँग माया प्रेम बसेको हुन सक्छ। यस्तो अवस्थामा तपाईँको श्रीमानले तपाईँलाई सम्बन्ध विच्छेदको लागि चाहिँ फोर्स गरेको, प्रस्ताव राखेको हुन सक्छ। मलाई जसरी पनि सम्बन्ध विच्छेद चाहिन्छ भन्ने गरेको हुन सक्छ। यस्तो अवस्था छ भने तपाईँले सम्बन्ध विच्छेद नगर्ने पनि भन्न पाउनुहुन्छ यदि तपाईँलाई सम्बन्ध विच्छेद गर्न मन छैन भने। यदि तपाईँको श्रीमानले तपाईँलाई अदालतमा सम्बन्ध विच्छेद मुद्दा गरेको छ, फर एक्जाम्पल सम्बन्ध विच्छेदको आधार चाहिँ कुन कुरालाई बनाएको छ भने विगत 3 वर्षभन्दा बढी समयदेखि अलग बसेको अथवा ठुलो मानसिक कष्ट हुने कार्य गरेको भन्ने आधार बनाएर सम्बन्ध विच्छेदको प्रक्रिया गरेको छ भने अदालतमा त्यो कुराहरू उल्लेख गरेर मात्र हुँदैन, त्यो कुराहरूलाई प्रमाणित पनि गर्न सक्नुपर्छ। त्यसपछि मात्र एकलौटी डिभोर्स हुन सक्छ। यदि आफूले भनेका कुराहरू अदालतलाई विश्वास दिलाउन सकिएन भने तपाईँको श्रीमानले मात्र प्रोसेस गर्दाखेरि सजिलै डिभोर्स हुँदैन। तपाईँले पनि आफ्नो कुराहरू राख्न पाउनुहुन्छ। जस्तै अदालतमा मुद्दा परिसके पश्चात प्रतिवादीलाई पनि अदालतले म्याद सूचना पठाउँछ र प्रतिवादीले म्याद प्राप्त गरिसके पश्चात म्याद तामेल भएको मितिले 36 दिनभित्रमा प्रत्युत्तर पेश गरिसक्नुपर्ने हुन्छ र त्यसपछि सो प्रत्युत्तरमा तपाईँको कुरा के हो त, भएको घटना के हो, सत्य तथ्य खुलाएर प्रत्युत्तर पेश गर्न सक्नुहुन्छ। र त्यसमा तपाईँले सम्बन्ध विच्छेदको लागि खुसी राजी छैन भन्नुभयो भने त्यसपछि थप अन्य अदालती प्रक्रियाहरू सुरु हुन्छ। जस्तै तपाईँहरूलाई मेलमिलापमा पठाउने, प्रमाण बुझ्ने कामहरू अदालतमा हुन्छ। हस्त आजको यस भिडियो यहाँले बुझ्नै भयो होला। धन्यवाद। नमस्ते।